माई ब्लग। आज चाहिँ म बिहान यसो ड्युटी जाने टाइममा यस्तो राम्रो ठाउँमा देखेर भिडियो बनाउँदैछु। सबैजनाले हेरिदिनु होला, माया गरिदिनु होला। हेर्नु न, यो ठाउँ चाहिँ एकदमै राम्रो छ। कमेन्ट गर्नु होला कुन ठाउँ हो भनेर। हजुरहरूले सायद हजुरहरूले चिन्नुभएको होला यो कुन ठाउँ हो भनेर। हेरिछु है, सबैजनाले धेरै धेरै माया गरिदिनु, फलो गरिदिनु, मेरो यो युट्युब च्यानलमा सब्सक्राइब हानिदिनु है, कमेन्ट पनि गरिदिनु होला। म चाहिँ ड्युटी जाने बाटो हो यो। हेर्नु न कति राम्रो छ हो, ड्युटी जाने बाटो। यहाँ हेर्नु न, फुल फुलेर यति राम्रो भएको छ। सेम नेपाल जस्तै, नेपालमा हुने फुल फुलिरहेछ। अनि आज साथीको छुट्टी भएको कारणले गर्दा उसले बनाइदिएको भिडियो चाहिँ तर धेरै राम्रो छ। हेर्नु त, यो फुल कति राम्रो छ। फुलसँगै म पनि फुल जस्तै छु नि होइन। मलाई पनि सबैजनाले सब्सक्राइब गरिदिनुहोस्, साथी बन्नु है। म पनि हजुरहरूको युट्युब च्यानलमा सब्सक्राइब हानिदिन्छु। हजुरहरूको आफन्तको, हजुरहरूको सबैको मलाई सबैजनाले कमेन्ट गर्दै सब्सक्राइब हानिदिनु। मेरो च्यानललाई एकदमै अगाडि बढाउनु मन छ है। हेर्नु त, यो फुलमा कति राम्रो राम्रो फुल फुलिराखेकोमा म पनि यहाँ हेर्नु फुल जस्तै छु। हेर्नु न, सबैजनाले माया गरिदिनु होला भन्दै म चाहिँ उफ्री यो फुललाई